सो हेलो गाइस आज म तपाईहरुलाई एउटा नयाँ रेसिपी शेयर गर्न गइरहेको छु किम्ची सलादको बारेमा। यो एउटा कोरियन डिश हो। यसको बारेमा म तपाईहरुलाई हल्का रेसिपी शेयर गर्न गइरहेको छु। तपाईले घरमा पनि बनाउन सक्नुहुन्छ एकदमै दामी प्रकारले। यहाँ हेर्नुस् किम्ची। यो चाहिँ तपाईको क्यारट, चाइनिज केबेज, इन्डियन केबेज, टमाटो छ अनि यो तपाईको डाइस कटिङको हो। तपाईले यसरी काट्न सक्नुहुन्छ। काटेर चाहिँ धुनु पर्यो हैन। धुने चाहिँ तपाईले यसरी गर्नु पर्यो। हल्का त्यसमा आउँछ यसमा चिल्ली पेस्ट, मजाले स्पाइसी चिल्ली पेस्ट आउँछ। हल्का यसमा टक्कै टमाटो केचप पनि यसरी आउँछ हैन, सक्नुहुन्छ। त्यसको बाद तपाईले यहाँनिर चिल्ली ओइल पनि यस्तो आउँछ। चिल्ली ओइल हाल्नुहोस्। त्यसको पछि तपाईको भेज सिजनिङ, यो चाहिँ भेज सिजनिङ हो। यसरी त्यसको बाद सल्ट, त्यसको पछाडि सेसमी सीड, त्यसको पछाडि सेसमी ओइल, टक्कै अब यहाँबाट स्प्रिङ अनियन हैन। तपाईले यसरी चाहिँ मिक्स गर्नु परेको छ। किम्चीको लागि चाहिँ सक्नुहुन्छ एकदम। यहाँ हाम्रो विकी सेफले भन्नुहुन्छ, विकी सरले भन्नुहुन्छ, बुझ्नुभयो होला तपाईहरुले। किम्ची सलाद सब्सक्राइब फलो यसरी चाहिँ तपाईले घरमा पनि बनाउन सक्नुहुन्छ। एकदमै मिठो हुन्छ, पिरो पनि हुन्छ, अमिलो पनि हुन्छ हैन। घरमा ट्राई गरेर खान सक्नुहुन्छ गाइस। यसमा अझै टमाटो केचप र चिल्ली पेस्ट अझै आउँछ गाइस। यसमा हल्का हल्का टमाटो केचप आउँछ, टक्कै चिल्ली पेस्ट र चिल्ली ओइल हल्का सेसमी ओइलहरू अघि हालिसकेको छु, सेसमी सिड पनि हालिसकेको छु हैन। तपाईहरु सक्नुहुन्छ। अनि यसमा हल्का भेनिगर, यसमा सुगर पनि आउँछ ल गाइस हल्का। यो चाहिँ तपाईको किम्ची, किम्ची राइस, किम्ची रेडी भइसकिसक्यो हैन। अहिले मार्छ मात्रै होला। अहिले हातले किम्ची रेडी भइसक्यो हैन। एकदमै दामी छ। ठिक छ, एकदमै दामी छ किम्ची हो कि। स्विटनेस स्पाइसी पनि दामी छ है, बराबर छ। सेसमीको फ्लेभर पनि राम्रो छ। अब यसको माथि अझै स्प्रिङ अनियन, सेसमी सिड, चिल्ली ओइल हालिदिनुपर्छ। एकदम दामी हुन्छ गाइस। यो चाहिँ तपाईँको किम्ची फाइनली भइसकेको छ हो। अनि यसरी तपाईँहरू घरमा पनि बनाउन सक्नुहुन्छ गाइस हैन। अनि मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब, फलो गर्नुहोस्। अर्को रेसिपी कुन चाहिँ चाहिन्छ तपाईहरुले कमेन्ट सेक्सनमा राख्न सक्नुहुन्छ गाइस। ओके गाइस, सो थ्याङ्क यू, बाई।